नमस्ते सम्पूर्णलाई। आज म हजुरहरूलाई एलब्याग यानि कि टी सजिलोसित हामीले कसरी कटाउन सकिन्छ त भन्ने बारेमा जानकारी दिन गइरहेकी छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक, कमेन्ट र यस्तै अन्य जानकारी चाहिएमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। एलब्याग जाँदा चाहिँ अब थोरै यो साइड च्यापेर जाने, फेरि यता सिधा जाँदाखेरि यो साइड छुन्छ होइन, ट्याक्क यो ड्राइभर साइड च्यापेर जाँदाखेरि जब माथि छिरिन्छ त्यसपछि यतापट्टि यो साइड च्याप्नु पर्छ। पुरेको अब माथि गएपछि यो साइडपट्टि च्याप्नु पर्छ। लगभग 1 हात जतिको ग्याप बनाउने क्या। अब सिधा गर्नु स्टियरिङ, पहिला न्युट्रल राख्नु, ग्याप हेर्नु त साउन्ड आउँछ नि त ब्याक गियर हानेपछि ट्याक्क साउन्ड आउँछ। ग्याप हेर्नु, ग्याप चाहिँ हामीलाई जहिले पनि लगभग 1 हात जतिको ग्याप छ हेर्नु त। यतिको ग्याप चाहिँ ठिक्क हो। केही गरी ग्याप यतापट्टि ठुलो भयो भने चाहिँ तपाईँले जता ठुलो छ त्यति घुमाउनु पऱ्यो होइन। केही गरी यता अलिकति ग्याप सानो हो भने चाहिँ अपोजिट घुमाउनु पऱ्यो। अब लगभग अहिले चाहिँ ठिक्क छ है, ठिक्क छ भने चाहिँ बिस्तारै यो स्टियरिङ सिधा गयो नि पाइयो कि। अहिले ग्याप ठुलो भएको थियो, अलिकति मिलाएको थियो, अलिक सानो पनि भएको थियो, अलिकति मिलाएको थियो। यतिको हुनु पऱ्यो ग्याप चाहिँ 18 इन्च जति ग्याप हुन्छ अरे। 18 इन्च रोक्नु ब्याक गर्दा चाहिँ जति रोक्ने त हुन्छ ठिक्क ग्याप, ठिक्क स्टियरिङ केही गर्नु पर्दैन, ठिक्क छ। अब के कुरामा ध्यान दिनु पऱ्यो भन्दाखेरि चाहिँ तपाईँले गाडी कहाँ लगेर रोकेर पुरै यो घुमाउने कहाँ दिने टर्निङ दिनु भन्ने चाहिँ ध्यान दिनु पऱ्यो है। अब बिस्तारै आउने जति रोक्ने आउँछ ब्याक गर्दा चाहिँ